रवि लामिछानेलाई यो मुद्दा छिटो हुनु पर्यो, ट्रायल प्रोसेस चाहिँ फेयर हुनु पर्यो र छिटो हुनु पर्यो। रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनका लागि तपाईले पहिले नै प्लानिङ गरेर जेलबाट निकालेको भन्ने समाचार पनि आएको छ। त्यो त कति आयो के आयो अब रवि लामिछाने अहिले पनि कारागारमा छ। तपाईको एउटै मुद्दा थियो, यो राजनीतिक प्रतिशोध हो, रवि लामिछानेलाई थुनिनु हो भन्ने कुरा थियो हैन। अब त नयाँ सरकार बनेको छ, यो राजनीतिक प्रतिशोधको भाषा अब कसरी मोडिन्छ? हामी हेर्दैछौँ। अब यो मुद्दा अदालतमा गएको छ, अदालतको आफ्नै एउटा नियमित प्रक्रिया हुन्छ। तर अब अदालतले गर्ने काम कारबाही त्यो अदालतले गर्ने हो, तर अब सरकारले लिएर जाने दाबीहरू एक प्रकारका छन्। त्यसकारणले अब अदालतमा पुगिसकेको मुद्दामा सरकारले खास धेरै इन्टरफेयर गर्ने ठाउँ हुन्छ कि हुँदैन, त्यो आफैमा एउटा चाहिँ सोचनीय विषय हो जस्तो मलाई लाग्छ। यद्यपि अब अघिल्लो सरकारले प्रतिशोध साधेको हो भन्ने कुरामा दुई मत छैन। अहिले अब विभिन्न राजनीतिक दलका नेतृत्वहरूले पनि अहिले चाहिँ भनिरहनु भएको छ रवि लामी